गुड आफ्टरनुन। यो चाहिँ मेरो भाइ हो, हाँस्तोले रोने यो चाहिँ मेरो भाइ हो, अटोवाला, मसँग काम गर्छ। चल भाइ। अब ड्राइभर, अटो ड्राइभर हो, अटो ड्राइभर कम। अब चाहिँ हाम्रो चाहिँ फ्यामिली यस्तो दिदीभाइ जस्तोको रिलेसन छ। यो भिडियो मेसेजद्वारा चाहिँ मैले के दिन चाहेको छु भनेदेखि चाहिँ जसले पनि भन्छ कि मेरो लाइफमा है नराम्रो हुन्छ, राम्रो मान्छे आउँदैन, के भन्छ जहिले पनि नराम्रै मात्रै हुन्छ भनेर त्यस्तो सोच्नुहुन्छ भनेदेखि चाहिँ यो हो तपाईँहरूलाई यो मेरो एउटा सानो मेसेज है। हेर्नु, मेरो भनाइ चाहिँ के छ भने आफू सही भयो भनेदेखि चाहिँ दुनियाँ सही हुन्छ हो। आफूले राम्रो गरेको छ, आफ्नो मन सफा छ भनेदेखि चाहिँ सामनेवाला आफूलाई कहीँ जाँदा पनि जे गर्दाखेरि पनि राम्रै राम्रो हुन्छ। मेरो लाइफमा त अझसम्म नराम्रो त भएको छैन। म चाहे जहाँ जाउँ जे गरौँ मेरो लागि हमेसा बाटो खुल्ला हुन्छ, मान्छे राम्रो भेट्छु। किनभने सामनेवालाले राम्रो सोचोस् नसोचोस् मेरो तर्फबाट चाहिँ म 100% दिन्छु, म हमेसै राम्रो गर्छु। त्यसले गर्दाखेरि जो मान्छेलाई मैले राम्रो गरेको छु उसले मलाई नराम्रो गरे पनि मलाई अर्को मान्छेले राम्रो गर्छ, अर्को मान्छे राम्रो निस्किन्छ। अब यो भाइ चाहिँ 30 सालदेखि मसँग काम गर्छ है। जति बेला जहाँ मर्जी मैले बोलाउँ आइदिन्छ। किनभने म एउटा ड्राइभर हो, यति मात्रै हो भनेर यति मात्रै लाग्छ भनेर मैले कहिले सोच्दिनँ। म हमेसा एक्स्ट्रा पैसा हमेसा एउटा फ्यामिली एउटा भाइ जस्तो युज गर्छु होइन। त्यसले गर्दाखेरि जति बेला पनि मसँग काम गर्नुको लागि, मेरो साथ आउनुको लागि रेडी हुन्छ। त्यस्तै अरू पनि मसँग राम्रो हुन्छ। किनभने म आफ्नो तर्फबाट हमेसै राम्रो गर्छु। अब तपाईँहरूलाई के लाग्छ कि मसँग गलत हुन्छ, राम्रो मान्छे भेट्दैन, मलाई त मलाई त लुट्यो भन्नुहुन्छ भने तपाईँहरूले त्यो काम गर्नु हुँदैन। अब कसैलाई न कसैलाई तपाईँहरूले पनि नराम्रो गर्नुभएको छ भने त्यो मान्छेले नराम्रो गरेन भने पनि अर्को तपाईँलाई नराम्रो गर्ने निस्किन्छ हो। अब यो मेसेज चाहिँ अब यही हो कि कसैलाई नराम्रो गर्ने पनि हुँदैन, आफूसँग नराम्रो पनि हुँदैन। म त अब के भन्छ आजसम्म मलाई त नराम्रो भएकै छैन, मलाई त लाग्दैन। अगर भयो नै भने पनि त्यो मेरो गल्ती हो, या त मैले एडभान्टेज दिएर हुनसक्छ, या त मैले जानी बुझी कसैलाई चोट पचाएर हुनसक्छ है मसँग नराम्रो। तर मलाई त जहाँ तक लाग्छ कि मलाई नराम्रो भएको छ जस्तो त मलाई लाग्दैन। किनभने म पनि एउटा बिजनेस गर्छु है, मेरो पनि अब एउटा आफ्नो बिजनेस छ होइन। म पनि अब हर प्रकारको मान्छेसँग दिनमा भेट्छु होइन। त्यसले गर्दाखेरि चाहिँ मलाई यस्तो लाग्दैन कि मलाई कहीँ पनि नराम्रो हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। मलाई चाहिँ यस्तो लाग्छ कि मलाई राम्रै राम्रो हुन्छ, किनभने म पनि मान्छेलाई राम्रै गर्छु। मेरो चाहिँ भनाइ चाहिँ यही हो कि अरूलाई चाहिँ हर्ट गर्नु चाहिँ हुँदैन। बाई।